हामी जब केमिकल प्रपर्टिजवाला हामीले चाहिँ बाँकी छ अल्केनवाला पोर्सनको। सो केमिकल प्रपर्टिजमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अल्केनमा चाहिँ अल्केन चाहिँ भेरी लेस रियाक्टिभ हुन्छन्। यिनीहरू के हुन्छन्, यिनीहरू चाहिँ भेरी लेस रियाक्टिभ हुन्छन्, भेरी लेस रियाक्टिभ हुन्छन्, यो बुझ्नु पर्यो। अब भेरी लेस रियाक्टिभ हुन्छन्, इनर्ट हुन्छन्, किन हुन्छन् भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ इनर्ट किन हुन्छ भन्दाखेरि चाहिँ बिकज they possess strong covalent sigma bond between carbon एटम। किनकि तिनीहरूको सिग्मा बोन्ड मात्र हुन्छ, पाई बोन्ड त्यस्तो केही नै हुन्न। त्यसको कारणले चाहिँ यिनीहरू चाहिँ लेस रियाक्टिभ हुन्छन्। अब त्यही पनि हल्का फुल्का अलिकति रियाक्सनहरू जान्छ। त्यो रियाक्सनमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट 12मा पनि पढायो भने टाइपको त्यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हेलोजिनेसन हो। पहिलो भनेको के हो, हेलोजिनेसन भनेको के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ यो एकदेखि एकभन्दा बढी हेलोजन एटमलाई चाहिँ सब्स्टिट्युट गर्ने। ओके, हेलोजिनेसनमा के हुन्छ, जस्तै CH4 प्लस Cl2 लाई युभी लाइट पनि चाहिन्छ, युभी अथवा युभी लाइटमा अलिकति हिट गर्यो भनेपछि यसमा Cl2 पनि राख्न मिल्छ, के अरे Br2 पनि राख्न मिल्छ। अब के हुन्छ भन्दाखेरि CH3Cl हुन्छ प्लस HCl हुन्छ। यहाँबाट एउटा हाइड्रोजन गयो त्यसैले। ओके, एकदम सिम्पल छ यो। त्यसपछि यसमा चाहिँ अरू के बुझ्नु पर्ने भन्दाखेरि चाहिँ यदि एक्सेस क्लोरिन छ भनेपछि, एक्सेस Cl2 छ भनेपछि के हुन्छ, पोलिसब्स्टिट्युटेड भन्छ। कस्तो भन्दाखेरि चाहिँ अब यो CH4 प्लस Cl2 रियाक्ट गरेर CH3 युभीको प्रेजेन्समा CH3Cl, त्यो चाहिँ फेरि Cl2 सँग रियाक्ट गर्छ, CH2Cl2 बनाउँछ, त्यसपछि फेरि Cl2 सँग गर्दाखेरि चाहिँ CH अनि Cl3 बनाउँछ। यो के हो, यो भनेको चाहिँ क्लोरोफर्म हो के, क्लोरोफर्म। त्यसपछि यो फेरि के गर्छ, अनि Cl2 सँग रियाक्ट गरेर CCl4 बनाउँछ। यसलाई चाहिँ के भन्छ, कार्बन टेट्राक्लोराइड भन्छ, कार्बन टेट्राक्लोराइड पनि भन्छ, अथवा यसलाई चाहिँ पाइरिन पनि भन्छ। ओके, त्यसपछि चाहिँ यो भयो हेलोजिनेसन। तर हेलोजिनेसनमा चाहिँ क्लोरिनेसन हुन्छ, ब्रोमिनेसन पनि पर्छ, आयोडिनेसन पनि पर्छ, फ्लोरिनेसन पर्दैन। फ्लोरिनेसन किन पर्दैन भन्दाखेरि चाहिँ फ्लोरिनेसन गर्दाखेरि चाहिँ एकदम भाइलेन्ट हुन्छ के, फ्लोरिनेसन चाहिँ भाइलेन्ट हुन्छ, त्यसैले हामी चाहिँ यो गर्दैनौँ। अर्को भनेको चाहिँ हाम्रो क्लोरिनेसन चाहिँ हुन्छ, ब्रोमिनेसन पनि ठिकठाकै हुन्छ। अर्को आयोडिनेसन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आयोडिनेसन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ रिभर्सिबल हुन्छ। किन भन्दाखेरि चाहिँ एउटा रियाक्सन गरेर थाहा पाइलिन्छ। जस्तै CH4 प्लस I2 ले रियाक्ट गर्दाखेरि चाहिँ युभी लाइट अथवा सनलाइट भन्दा पनि भयो, CH3 अनि I बनायो प्लस HI बनायो। यो HI भनेको चाहिँ के हो, स्ट्रङ रिड्युसिङ एजेन्ट हो। ओके, यो चाहिँ के हो रे, एकदमै स्ट्रङ रिड्युसिङ एजेन्ट हो। त्यसको लाग्दा चाहिँ के हुन्छ, यो चाहिँ फेरि यो HI चाहिँ यो CH3I सँग रियाक्ट गरेर फेरि CH4 र I2 बनाउँछ के, अनि यो चाहिँ के हुन्छ, यस्तो टाइपको रियाक्सन बन्छ। यो नहुनको लागि चाहिँ
यो नहुनको लागि के गरिन्छ, आयोडिनेसन चाहिँ क्यारिड हुन्छ, क्यारिड आउट इन प्रेजेन्स अफ HiO3 अथवा HNO3 etc सम्म। सो के हुन्छ भन्दाखेरि चाहिँ यो HI जो छ नि, जो यो HI सँग चाहिँ यो चाहिँ स्ट्रङ अक्सिडाइजिङ एजेन्ट हुन्, अक्सिडेन्ट हुन् यिनीहरू। अब के गर्छ भन्दाखेरि चाहिँ जस्तै HI प्लस HiO3 लगाऊँ, HiO3 अब यो रिएक्ट गरेर के हुन्छ, 3 एउटा यो छ आई, यता 5 गरिदिउँ न, 5, सो 3 अनि I2 3I2 अनि त्यसपछि प्लस अनि त्यसपछि 3 अनि त्यसपछि H2O 3H2 भने I2 त अब त्यस्तो गर्दैन फेरि, अनि त्यसपछि यसरी गर्न सकिन्छ। अर्को चाहिँ हेलोजिनेसन गरिसकेपछि चाहिँ अर्को भनेको चाहिँ अक्सिडेसन हुन्छ। अर्को अक्सिडेसनमा के हुन्छ भन्दाखेरि चाहिँ अक्सिडेसनमा चाहिँ एउटा कम्बसनमा जान्छ। कम्बसन भनेको सिम्पली के हो भन्दाखेरि चाहिँ यो अल्केनले चाहिँ O2 सँग हिट गर्यो भनेपछि एटमोस्फियरमा अक्सिजनमा हिट गर्यो भने चाहिँ के हुन्छ, हाम्रो चाहिँ कार्बन डाइअक्साइड बनाउँछ CO2 प्लस H2O, यता दुईटा 4वटा छ भनेपछि 2 2 जा भयो, अनि यहाँ फेरि यता 2 बनाउनु पर्यो। ओके, यस्तो हुन्छ। प्लस यसले चाहिँ फेरि हिट पनि ल्याउँछ, अनि त्यसपछि त्यसको लाग्दा चाहिँ के भयो, एक्जोथर्मिक भयो। ओके, एक्जोथर्मिक कहिलेकाहीँ इक्जाम्पल पनि दिए भनेर भन्छ कि एक्जोथर्मिकको, अनि यस्तो सानातिना रिएक्सनहरू थाहा पाउनुपर्छ कि यदि चाहिँ यो चाहिँ सफिसियन्ट इयर हो। इफ इन्सफिसियन्ट इयर छ भनेपछि के हुन्छ भन्दाखेरि चाहिँ 2CH4 प्लस 3O2 ले चाहिँ हिट गरेर चाहिँ 2CO प्लस 4H2O अथवा CH4 प्लस O2 ले चाहिँ फेरि हिट गर्यो भनेपछि C प्लस 2H2O पनि बनाउन सक्छ। ओके, इन्सफिसियन्ट इयरमा यस्तो पनि बन्छ कि मोनोक्साइड र कार्बन बन्न सक्छ। सो हामीले चाहिँ त्यो के अरे हामीले के भनेको थियौँ, हामीले अक्सिडेसन भनेको थियौँ। अक्सिडेसन पहिला सुरु कम्बसन, सिधै अक्सिजन एड भयो। अब चाहिँ क्याटालाइटिक अक्सिडेसनमा चाहिँ के छ भन्दाखेरि चाहिँ दुईवटा रिएक्सन चाहिँ हामीलाई याद गर्नुपर्ने हुन्छ कि। एउटा भनेको के हो भन्दाखेरि चाहिँ 2CH4 प्लस O2 ले चाहिँ Cu 100 एटमोस्फेरिक प्रेसरमा 200 डिग्री सेल्सियसमा 2CH3OH बनाउँछ। तर यही CH4 ले O2 सँग रिएक्ट गर्छ मोलिब्डेनमको अक्साइडसँग, MOO। ओके, मोलिब्डेनमको अक्साइड, अनि त्यसपछि 200 एटमोस्फेरिक प्रेसरमा तब के गर्छ, यसले चाहिँ HCHO बनाउँछ। यो भनेको के हो, मिथेनोल हो। यो भनेको के हो, यो भनेको चाहिँ यसलाई चाहिँ फर्मअल्डिहाइड भन्छ, कमन नेम यसको फर्मअल्डिहाइड अथवा मिथानल पनि भन्छ, मिथानल प्लस H2O। अब त्यसपछि झन् सजिला छन् यसको केमिकल प्रपर्टिज एकदम सजिलो छ। एउटा भनेको चाहिँ नाइट्रेसन, 3 नम्बरमा पुग्यौँ हामी। नाइट्रेसनमा के हुन्छ, नाइट्रेसनमा चाहिँ CH3H अनि प्लस पछि HNO3 यो HNO3 लाई चाहिँ कसरी लेखौँ भनेपछि चाहिँ यो HO अनि प्लस NO2 भनेर, HO बोन्ड हो है, यो एउटा बोन्ड हो, अनि पछि HO NO2 के H अनि यहाँ N अनि पछि यो र यो 3HNO3 त्यस्तै भइहाल्यो। अब यसपछि चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यो NO2 चाहिँ यहाँ जान्छ, यो Hसँग चाहिँ OH सँग चाहिँ यो यहाँ आउँछ। ओके, दुईटा H अनि O के भयो, H2 भयो। ओके, H2 भयो हिट गर्दाखेरि CH यो 3 अनि पछि यहाँ चाहिँ NO2 आयो, अनि त्यसपछि प्लस H2 आयो। अनि एउटा कुरा के हुन्छ भनेपछि चाहिँ अर्ग्यानिक कम्पाउन्डले
अर्ग्यानिक कम्पाउन्डले एसिडसँग रियाक्ट गर्दाखेरि चाहिँ वाटर निकाल्छ ओके। सो यहाँ पनि वाटर निस्क्यो। अब अर्को छ सल्फोनेसन पनि वाटर निस्कन्छ। सल्फोनेसनमा के हुन्छ CH3 अनि त्यसपछि H अनि त्यसपछि फ्युमिन लेख्नुपर्छ फ्युमिन H2 SO4 अनि त्यसपछि यसलाई हिट गर्दाखेरि चाहिँ के हुन्छ CH3 SO3H अनि पछि H2O कसरी भयो भन्दाखेरि चाहिँ यो HO भयो यता चाहिँ अनि यो एउटा O भइसक्यो मतलब अनि यस अनि O3 अनि एउटा यस बचेको छ अनि यो चाहिँ योसँग रियाक्ट हुन्छ अनि यो चाहिँ योसँग रियाक्ट हुन्छ अनि यो भयो ओके। त्यसपछि चाहिँ के छ भन्दाखेरि चाहिँ पाइरोलाइसिस र क्रैकिङ भन्ने छ। पाइरोलाइसिस र क्रैकिङमा के हुन्छ भन्दाखेरि चाहिँ ओके लेखिहालौँ पाइरोलाइसिस अथवा क्रैकिङ अथवा यसलाई चाहिँ थर्मल डिकम्पोजिसन पनि भन्छ थर्मल डिकम्पोजिसन पनि भन्छ। यसमा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ यो सानो यस्तो यो के भन्छ ठुलो यस्तो द ब्रेकिङ of higher alkane into lower alkane ठुला अल्केनलाई साना अल्केनमा कन्भर्ट गर्ने बाई हिटिङ त्यसलाई नै चाहिँ के भन्छ पाइरोलाइसिस अथवा क्रैकिङ अथवा थर्मल डिकम्पोजिसन हिट गरेर चाहिँ डिकम्पोज गरे नि साना टुक्रा बनायो नि त त्यसैले चाहिँ थर्मल डिकम्पोजिसन पनि भनेको हो ओके। त्यसपछि के हुन्छ भन्दाखेरि चाहिँ पाइरोलाइसिसमा चाहिँ हामीलाई चाहिँ धेरै जस्तो कस्तो हुन्छ भन्दाखेरि चाहिँ एकदमै हाई रेन्जको हिट चाहिन्छ कि लाइक 500 800 1000 डिग्री सेल्सियसको हिट चाहिन्छ। अनि यसमा चाहिँ हामीले चाहिँ क्याटलिस्टको पनि युज गर्छौँ कि यसमा के युज गर्छौँ हामीले पहिला सुरु हाई टेम्परेचर युज गर्छौँ प्लस क्याटालिस्ट पनि युज गर्छौँ त्यसको लागि क्याटालाइटिक क्रैकिङ पनि भन्छ अनि त्यसपछि अब यसमा एउटा रियाक्सन त्यस्तो इम्पोर्टेन्ट होइन यो चाहिँ खालि एउटा मात्र रियाक्सन थाहा पाऊँ जस्तै CH3 लाई चाहिँ गर्यो भनेपछि 500 मा हिट गर्यो भनेपछि हिट त भइसक्यो अनि पछि नो इयरमा अब के हुन्छ CH2 डबल बोन्ड CH2 प्लस अनि CH4 पनि हुन सक्छ अनि त्यसपछि प्लस CH2 हुन्छ। अब यो चाहिँ के को यो रियाक्सन चाहिँ याद गर्नु पर्दैन। अनि अर्को यो क्रैकिङ चाहिँ के को लागि इम्पोर्टेन्ट हो भन्दाखेरि चाहिँ पेट्रोलियम इन्डस्ट्रीमा इम्पोर्टेन्ट हुन्छ युज हुन्छ यति मात्र बुझे पुग्छ। अब एउटा आइसोमराइजेसन पनि हुन्छ आइसोमर बनाउने अल्केनका त्यो चेनहरु बनाउने त्यो चेनहरु त्यस्तो खासै इम्पोर्टेन्ट त छैन तर यति मात्र बुझ्ने कि आइसोमेरिजम गर्दाखेरि चाहिँ हाम्रो चाहिँ आइसोमेरिजम गर्दाखेरि चाहिँ ब्रान्च चेन भइसकेपछि के हुन्छ त्योसँग चाहिँ हाई अक्टेन नम्बर हुन्छ हाई अक्टेन नम्बर छ भनेपछि त्यसको के हुन्छ एन्टी नकिङ प्रपर्टी इन्क्रिज हुन्छ एन्टी नकिङ प्रपर्टी बढ्छ ओके यति मात्र बुझ्ने। त्यसपछि अर्को छ एरोमाटाइजेसनमा के हुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ यो के भन्छ 6 देखि 6 भन्दा बढीलाई चाहिँ अल्केन मोर देन 6
एटम्स चाहिँ मोर देन 6 कार्बन एटमबाट चाहिँ हामीले एरोमाटाइजेसन गर्छौँ। एरोमाटाइजेसनको लागि यो चाहिँ इम्पोर्टेन्ट हो। अब यो कुरा बुझिसकेपछि के गर्ने भन्दाखेरि चाहिँ हामी जस्तै के लगाउने भन्दा चाहिँ CH3 CH2 CH3 CH2 CH2 1 2 3 4 5 6 यसलाई चाहिँ के गर्ने, यो चाहिँ हाम्रो हेक्जेन हो, हेक्जेन। यसलाई चाहिँ Cr2O3Al2O3 त्यति याद गर्नु पर्दैन, बस अलिकति एरोमाटाइजेसन भन्ने पनि हुन्छ भने थाहा पाउने, याद भए पनि ठिकै छ। 300 त्यति इम्पोर्टेन्ट होइन, 15 ATM-मा यसलाई गर्दाखेरि चाहिँ यो चाहिँ अब के हुन्छ, यस्तो रिङ स्ट्रक्चर बनाउँछ कि यो रिङ स्ट्रक्चर बनाउँछ। यसलाई चाहिँ के भन्छ, बेन्जिन भन्छ, बेन्जिन भन्छ। यो कसरी, यो बेन्जिन भनेको के हो पछि बिस्तारै बिस्तारै थाहा भइहालिन्छ 12 क्लास पढ्दाखेरि। बस यति मात्र बुझ्ने, बेन्जिन भनेको चाहिँ यो एउटा यता कार्बन छ 1 2 3 4 5 6 6वटा कार्बन छ, अनि पछि हाइड्रोजन अलिकति रिमुभ हुन्छ, अराउन्ड 4-5वटा हाइड्रोजन रिमुभ हुन्छ, अनि पछि यो फर्म यस्तो टाइपको फर्मेसन हुन्छ कि। अब यो चाहिँ हाम्रो के भयो भन्दाखेरि चाहिँ हाम्रो केमिकल प्रपर्टिज सक्यो। केमिकल प्रपर्टिज त्यति थिएन, थोरै थियो। अब यसका युजहरू चाहिँ त्यस्तो, यसको युज भनेको चाहिँ यो धेरै जस्तो अर्ग्यानिक कम्पाउन्डहरूको युजमा के लेख्ने भन्दाखेरि चाहिँ तिनीहरू चाहिँ के हुन्छन् भन्दाखेरि चाहिँ अहिले हामीले हाइड्रोकार्बनमा चाहिँ, हाइड्रोकार्बन भन्ने टपिकमा चाहिँ अलमोस्ट सबै हाइड्रोकार्बन के हुन्छन् भन्दाखेरि चाहिँ युजमा चाहिँ यिनीहरू चाहिँ फ्युल जस्तरी युज गर्न सकिन्छ भनेर भन्ने। अर्को पोइन्टमा चाहिँ यिनीहरू चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो ल्युब्रिकेन्ट्सहरू बनाउँछन् भनेर भन्ने, ल्युब्रिकेन्ट्स। अनि अर्को भनेको के भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ यो एक्सप्लोसिभ्सहरू, अनि पछि अनि त्यसपछि रबर इन्डस्ट्री यस्तै इन्डस्ट्रीहरूमा युज हुन्छ भनेर यति भनेपछि पुग्छ। ओके, यति मात्र हो, अनि अब सक्यो, बाई।